So welcome guys to the 10th day of the NPL 2025. हो जा बैठ ले So guys, welcome back to the NPL 10th day NPL series मा वेलकम छ हजुरहरूलाई है र आजको गेम जितिसकेको छ चिताउन राइनोज ये र हारटोली प्लिज कम बस्नुहोस् र हाम्रो हारुवाटोली आइसक्नु भएको छ उहाँहरूले धेरै रनले होइन अल आउट भएर चाहिँ हार्नु भएको कति रन हार्नु भएको रे 48 रनले 48 कति रन टार्गेट रे 175 175 को टार्गेट थियो गाइस 48 रनले जितिसकेको छौँ हामीले हिजो कसले मलाई के भने जस्तो लाग्थ्यो 6 दिनमा 3 चोटि खेलाइदिनु हुन्छ विराटनगरलाई यार होइन त केटो त्यही भने खै के पोखरा कति जित्ने विराटनगरले ल हेर म No! God, please, no! 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 अजित कुमारले 5 विकेट लिएर विराटनगर किङ्सलाई आउट गरिदिएको छ गाइज आउट के भन्न चाहनुहुन्छ म केही भन्ने स्थितिमा छैन यस्तो नराम्रो तरिकाले कहिले पनि हारेको थिएन होला क्या धन्न गाइज डिलङ्गे र प्रतीशले लाज राखे नत्र 100 रन जतिले हार्थ्यो उस्तै पऱ्यो यार धन्न बाँच्यो तिमीहरू सो गाइज अब आजको बेलुकाको गेमको कुरा गरौँ है आजको गेम एउटा भइसकेको छ त्यो गेमको कुरा गर्दाखेरि लेट्स गो अगाडिपट्टि So in day 11 game of NPL we have Lumbini Lions versus Sudur Paschim Royals and Sudur Paschim Royals have successfully defeated Lumbini Lions यो गाइज giving them 3 loss on a trot. र सुदूरपश्चिम रोयल्सले 4 गेममा जितेर आफ्नो टेबलमा टप प्लेस होल्ड गरिरहेको छ अहिलेसम्मलाई र लुम्बिनीको कुरो त नगर्दैन क्रम है Lumbini को 143 रनको लागि त हाम्रो विनोदै काफी छ गाइज सिंगल ह्यान्डेडली 69 रन नट आउट विनोद भण्डारी अन द हाउस गाइज र हाम्रो रोहित दा आज नि कछु असरी हिँड्नु भयो क्या दा यार 36 बलमा 35 रन हानिदिनुहुन्छ यस्तो त नगर्नु न दा यार दाइ वर्ल्ड कप आइसक्यो यार रकेट हुनु पऱ्यो कि रकेट भएन यसरी वर्ल्ड कपमा त इङ्ल्यान्ड छ दाइ इङ्ल्यान्डको अगाडि तपाईँले यार त्यस्तो गर्नु भएन नि दाइ वार्निङ है तपाईँलाई नेक्स्ट गेम राम्रो खेल्नुपर्छ है गाइज सी यु अन द नेक्स्ट भिडियो टिल देन टेक केयर एन्ड गुड बाई बाई लभ फ्रम एनपिएल मेमेज सब्सक्राइब